हेलो गाइज वेलकम टु अधिराज ब्लग। हामी आज बेडा बाबा घुम्न गयौँ। अधिराजलाई जेरी देखेर जेरी खान मन लाग्यो। हेर्नुहोस् न गाइज कस्तो राम्रो राम्रो मिठाई लागेको छ। वाउ, अधिराजलाई जेरी एकदमै मनपर्छ, त्यही भएर उसले फटाफट जेरी अर्डर गरिहाल्छ अधिराजजीले। अनि अधिराजजीलाई जेरी हातमा के पर्यो त्यो पर्ने बित्तिकै टेस्ट गरिहाल्नुपर्ने। फेरि टेस्ट गरिसकेपछि अधिराज राजाले आइसक्रिमवाला देखिसकेपछि आइसक्रिम खानलाई दौडिहाल्यो। आइसक्रिम खानको लागि दौडिहाल्यो। उसको फेभरेट आइसक्रिम चकलेट माग्दै चकलेटवाला आइसक्रिम खान्थ्यो। त्यसपछि मैले पनि म पनि के कम भनेर मैले पनि आइसक्रिम लिएँ गाइस। अनि आइसक्रिम खाएँ मैले पनि। वाउ कस्तो यम्मी। आफ्नो खानु छोडेर मेरो पनि खाँदै बिर्सिन्छ अधिराज राजाले। त्यसपछि हामीले छिटो छिटो आइसक्रिम खायौँ। वाउ कस्तो राम्रो मेला थियो बेडा बाबाको। त्यसपछि हेर हेर गाइस अधिराजले आइसक्रिम खाएको तरिका। हजुरहरू पनि यसरी नै खानुहुन्छ हो। वाउ कस्तो मिठो आइसक्रिम, यम्मी यम्मी। वाउ हामीले आइसक्रिम खाइसकेपछि अधिराज राजा जङ्गलतिर भाग्न लाग्छौ। राजालाई चुप्न जाँदाखेरि फेरि अधिराज राजा मलाई देखिसकेपछि दौडेर रिटर्न हुन लाग्छौ। वाउ पानीपुरीको ठेला भन्दै हामी पानीपुरीको ठेलातिर लाग्यौँ। त्यसपछि गाइस वाउ भाँडाको बर्तनको दोकान पनि देख्यौँ हामीले। फटाफट हात धोइसकेपछि अधिराज राजाले हामीहरू स्कुटीकोमा आयौँ। आइसक्रिम पनि सिद्धि नै आँटिसकेको थियो गाइस। खाइदिउँ न त यति कस्तो मिठो आइसक्रिम भनेर। अधिराज र अधिराजको बाबा ह्यान्ड वास गरिरहेको अब गाइस हामीहरू जाने तर्खरमा स्कुटी स्टार्ट गरेर हामी लाग्यौँ घरतिर। ओके गाइस बाई बाई टाटा।